हाई गाइस, आज चाहिँ म तपाईँहरूलाई खुसीको खबर सेयर गर्न गइरहेको छु। आज 6 महिना वेट गरेपछि चाहिँ फाइनली आज हामीले चाहिँ हाम्रो घरको की पाएको छौँ। हामीले आज फर्स्ट हाउस चाहिँ बाई गरेको छौँ युकेमा। आएको 3 वर्षमा म र मेरो मायाले गरेको हार्ड वर्कले अनि मेरो फ्यामिलीको फुल सपोर्टले गर्दा चाहिँ आज हामीले युकेमा चाहिँ घर किन्न सफल भयौँ। वी आर सो ह्याप्पी। अनि आज चाहिँ अनि मेरो र भेनाको बिदा थियो, तर सबैजनाको काम भएकोले गर्दा हामी की कलेक्ट गर्न गयौँ। आज एजेन्ट चाहिँ बिजी भएकोले गर्दा ऊ आउन पाएन, त्यसैले घर बाहिर की राखिदिएको थियो। त्यहाँबाट की लिएर हामी घर हेऱ्यौँ। घर हेरेपछि चाहिँ कता के कलरहरू गर्नुपर्ने रहेछ हेरिसक्यौँ। अनि भाउजू पनि आउनुभयो। भाउजूको काम सकेपछि अनि हामी सबैजनाले एकछिन बसेर हामी घर त्यहाँबाट अहिले हामी बसेको घरमा आयौँ। आएर खाना खाएर चाहिँ सबैजना जाने प्लान थियो बेलुका, किनभने मेरो माया दादा अनि दिदी सबैको काम भएकोले गर्दा चाहिँ हामी घर फर्क्यौँ। अनि घरमा आएर नन्द भाउजू अनि बेनाजु मिलेर खाना बनायौँ। सबैजना खाना खाइसकेर फेरि हामी त्यो घर हेर्न गयौँ। अनि कता के बनाउनु पर्ने थियो सबै हेऱ्यौँ। यदि लाइफमा चाहिँ राइट पर्सन हुनुहुन्छ र आफूलाई बुझ्नु हुनुहुन्छ भने जस्तो सुकै परिस्थितिमा पनि आफू सक्सेस हुँदो रहेछ भन्ने कुरा चाहिँ प्रुभ भयो। मैले जिस्केर थिएँ मायालाई, कस्तो लाग्यो तिमीलाई घर मन परेन भनेको। जिस्कँदा तिमी खुसी भएको नि तिम्रो इच्छाले किनेको घर हो भन्दै हुनुहुन्थ्यो। अनि हेरेर त्यहाँ सबै हामी हेऱ्यौँ निहालेर। अनि त्यसपछि हामी घर आयौँ। वी आर so happy. This is so big for us. Thank you guys.